ल हाम्रो यो गजेन्द्र मोक्ष मन्दिरमा हामी आइपुगेका छौं त्रिवेणी। अंकित ब्लग्समा तपाईहरु सबैलाई स्वागत छ। यहाँ हाम्रो इन्जिनियर शिव पटेल आइसक्नु भएको छ मन्दिरमा घुम्नलाई। भिड छ यहाँ देख्न सक्नुहुन्छ कति भिड छ, कति राम्रो सुन्दर दृश्यहरू रहेको छ। यो हाम्रो अंकित ब्लग्स यही च्यानलमा अपलोड हुनेछ यो भिडियो। कृपया सब्स्क्राइब गरिदिनु होला। लुकाएर नेशनल हेरिटेजमा लिस्ट छैन। बसन्त फोटो खिचिदिन्छु यार। नेशनल हेरिटेजमा लिस्टेड हाम्रो यो मन्दिर। सबैजनालाई यहाँ आउन म अनुरोध गर्दछु। सब इंडियन ड्रेस है कुनै टाइम मिलाएर आज स्टुडेन्ट्सहरु गजेन्द्र मोक्षको भिजिटमा यहाँ हेर्न सक्नुहुन्छ बहुत भिड रहेको छ। श्री गजेन्द्र मोक्ष दिव्य धाम त्रिवेणी धाम नवलपरासी नेपाल तपाईलाई स्वागत गर्दछौं। ल यहाँ हाम्रो गाडी आइसकेको छ अंकित ब्लग्स। यार स्टुडेन्टहरुको लहर छ यहाँ। ल अब हामी लाग्दै छौं। बस अंकित कसको नाम हो? अब तपाईहरुलाई ज्ञान एकदम संस्कृत ज्ञान लिन छ भने तपाईहरु यहाँ आउन सक्नुहुन्छ। एकदमै राम्रो स्कुल रहेको छ। नेपालबाट मान्यता प्राप्त एकदम टप 1 स्कुल। अब हामी फर्किदै छौं। एकदमै पीस इन्भाइरोमेन्ट रहेको छ यहाँ। यहाँ आएपछि गौतम बुद्धजीलाई पनि भेट्न पर्दैन। त्यतिसम्मको पीस इन्भाइरोमेन्ट छ। गौतम बुद्धजीले आशीर्वाद दिनुहुन्छ। अंकित ब्लग्स च्यानलको नाम याद राख्नु होला सधैं। यसमा अझै पनि राम्रो राम्रो भिडियोहरु अपलोड हुनेछ। अंकित ब्लग्समा तपाईहरुलाई एकदमै तपाईहरुको साथ एकदम चाहिएको छ हामीलाई। र क्यामेराम्यान को भन्ने तपाईहरुले सोचिराख्नु भएको छ होला। क्यामेराम्यान अब हामी देखाउन गइरहेको छौं। क्यामेराम्यान यही हो हैन? पछाडीको मान्छे यस्तो राम्रो छैन। त्यही पनि तपाईहरुले मन पराइदिनु हुन्छ भन्ने आशा राखेको छु। धन्यवाद है। ल अब बन्द गर्दैछौँ हामीले अब ब्लग्स।